मेष राशि, के तपाईको मेहनतको फल अरूले नै खाइरहेका छन्? यो महिना दशम भावमा उच्च तर अस्त मंगलले तपाईलाई काम गर्ने कालु, मकै खाने भालु बनाउन सक्छ। तर नअत्तिनुहोस्, फागुन 12 पछि एकादश भावको यात्राले आकस्मिक धनको वर्षा गराउँदैछ। आउनुहोस् यो ज्योतिषीय नाटकको पर्दा उठाएर हेरौं, खासमा के हुँदैछ। हो, यो फागुन महिना चाहिँ मेष राशिका लागि 2 फरक अध्याय भएको एउटा किताब जस्तै हो। 2 अध्याय हो। पहिलो अध्याय सङ्घर्षको छ भने दोस्रो अध्याय चाहिँ आश्चर्यजनक अवसरको। र यो सबै कथाको मुख्य पात्र हो राशि स्वामी मंगल ग्रह। त्यही त, यो उच्च तर अस्त भन्ने अवस्थाले मलाई अलि अलमलमा पार्यो। उच्च सुन्दा त शक्तिशाली लाग्छ, तर अस्तले फेरि त्यसलाई कमजोर बनाए जस्तो। हो, यो त एउटा शक्तिशाली गाडी लिएर ट्राफिक जाममा फसे जस्तै भयो नि। एकदमै सठिक उदाहरण। इन्जिन त दमदार छ, तर अघि बढ्ने ठाउँ नै छैन। ठ्याक्कै त्यही हो, फागुनको पहिलो 12 दिनसम्म यही हुन्छ। मंगल, जो ऊर्जा र पराक्रमको ग्रह हो, त्यो कर्मस्थानमा उच्च छ। यसको अर्थ काम गर्ने जोश र महत्वाकांक्षा एकदमै माथि हुन्छ। तर सूर्यको नजिक भएर अस्त हुँदा त्यो शक्ति बाहिर देखिँदैन। यो एक यस्तो सेनापति जस्तै हो जोसँग युद्ध जित्ने क्षमता त छ, तर राजाले उसलाई आदेशै दिँदैन। भनेपछि फिल्डमा दौडधुप धेरै गर्ने, तर जस चाहिँ हाकिमले लिने। हो, ठ्याक्कै। अथक मेहनत हुन्छ, तर न पदोन्नति न प्रशंसा। उल्टै माथिल्लो निकायबाट असहयोग हुँदा भित्रभित्रै रिस र कुण्ठाले डेरा जमाउँछ। यो त धैर्यको परीक्षाको समय भयो है। हो, एकदम। त्यसो भए त्यो ट्राफिक जाम फागुन 12 पछि खुल्छ त? के हुन्छ त्यस्तो? के यो कुण्ठा अवसरमा बदलिन्छ? हो, 12 गतेपछि खेल पुरै पल्टिन्छ। मंगल कर्म भावको बन्धनबाट निस्किएर 11औं भाव अर्थात् लाभ स्थानमा प्रवेश गर्छ। लाभ स्थानमा। अनि त्यहाँ उसले राहु र सूर्य जस्ता शक्तिशाली ग्रहहरूसँग भेट गर्छ। ज्योतिषमा यसलाई पञ्चग्रही योग भनिन्छ। पञ्चग्रही अर्थात् एउटै घरमा 5 शक्तिको जमघट, जसले कुनै पनि घटनालाई अति शक्तिशाली बनाइदिन्छ। रोकिएका पैसा उठ्ने, आएका नयाँ स्रोतहरू अचानक खुल्ने हुन्छ। विस्फोटक लाभ सुन्दा त राम्रो लाग्छ, तर विस्फोट शब्दले अलि अस्थिरता पनि जनाउँछ नि। कि यो छिटै धनी बन्ने योजना जस्तो हो, जसमा जोखिम पनि त्यति नै हुन्छ? एकदमै महत्त्वपूर्ण प्रश्न। जहाँ राहु हुन्छ त्यहाँ भ्रम र लोभ पनि हुन्छ। मंगल र राहुको यो युतिलाई अंगारक योग भनिन्छ, जसको अर्थ हो आगो र धुवाँको मिश्रण। आगो र धुवाँ। हो, यसले आकस्मिक लाभ त दिन्छ, तर विवेक